गुड मर्निङ फ्रेन्ड्स। आज म अब बिहानको पख छ। म यहाँ बिहान जहिले पनि पानी र चामल अलिकति राखिदिन्छु। चराहरू आउँछन्, त्यो क्यामेरा देखाउँदा बित्तिकै सबै भागेका हुन्। आज मैले यो इस्कुसको तरकारी बनाउँदैछु, तर मेरो तरिका चाहिँ अलि अलग हो। मैले तेल सेल पहिला राख्दिनँ, किनकि मलाई पनि अलिकति प्रब्लम छ पेट सम्बन्धी, होइन। अनि यो वर्षक आफ्नो सेहतको लागि विदाउट तेलवाला खाउन् भनेर हो। तर तेल त राख्ने, तर पछाडि लास्टमा राख्ने, अथवा घिउ राख्ने। म अलिकति घिउ राख्न प्रिफर गर्छु। अब मैले यसमा पानी राखेँ अनि पञ्चफुरन राखेँ। अब पञ्चफुरनको पुरै यसले आफ्नो कलर छोड्दैछ। पानी हो त्यो, है, बाइ द वे तेल होइन। अब म यसमा के राख्छु, यो इस्कुसहरू राखिदिन्छु। अब पानीमा हो, है। अनि इस्कुस राख्छु। अब यो इस्कुस मजाले यसमा पाक्छ। दाल पकाउँछु त आज मुसुरोको दाल हो। त्यसमा पनि मैले तेल राखेको छैन। मुसुरोको भन्न आयो मलाई। उडदको दाल हो आज। उडद भन्छौँ गरे, हामी चाहिँ के भन्छौँ खै दाललाई, यता के भन्छन् थाहा भएन, है। अब मैले यो राखेँ। अब यसमा मैले सबै मसलाहरू तयार गरिदिन्छु। मसलाहरू राख्छु। अब मैले पानीमा यो इस्कुस राखिसकेको छु। अब मैले यसमा सामानहरू राख्छु, अलिकति अलिकति के राख्नु। धेरै मसलाहरू त मैले राख्दिनँ, होइन। अब म यसमा राख्छु अलिकति बेसार राख्छु। पहिला बेसार त इज मस्ट, किनकि बेसार राख्नुपर्छ। एन्टिअक्सिडेन्ट एकदम जरुरी चिज हो हाम्रो शरीरको लागि। अब यसमा थोरै नमक राख्छु, अनि चाहिँ नुन राख्छु। नुन पनि अलिकति सकिएको रहेछ। अनि अलिकति मैले यसमा जिरा, धनियाँ र ज्वानोको अलिकति धुलो बनाएको छु। ज्वानो पनि राखेछु मैले, यो पनि राखिदिन्छु अलिकति, थोरै, धेरै राख्दिनँ। यसमा ज्वानो पनि छ, किनकि पेटमा अलिकति ग्यास्ट्रिक सेस्ट्रिक भएको पनि ठिक गर्छ। राम्रो चिज हो। बस यति मात्रै राखेँ। अब खुर्सानी राख्छु, तर खुर्सानी चाहिँ घरको डल्ले खुर्सानी छ, जो एकदम पिरो हुन्छ। घरको डल्ले खुर्सानी छ, म त्यो निकाल्दैछु अहिले। अब यसमा डल्ले खुर्सानी राख्न पर्यो। एकैछिन, है, निकाल्नले टाइम लगायो। अनि अब यो घरको डल्ले खुर्सानी हो एकदम। अब म यसलाई केही गर्दिनँ, यसको 2 भाग यसरी बनाउँछु अनि यहाँ राखिदिन्छु। केही धेरै चलाउँदिनँ। अब यसलाई एकैछिन यसरी चलाइदिन्छु। पानी छ यसमा, चलाइदिन्छु। एकदम राम्रो। खास खुर्सानी पनि थोरै राख्नुपर्ने, धेरै हुन्छ होला, तर अलिकति टेस्टी चाहिन्छ मेरो श्रीमानलाई, त्यही भएर म राखिदिन्छु। नत्र म यो खुर्सानी राख्नेको पनि उसमा फ्लेभर चाहिँ हुँदैन। अब हेर्नुहोस्, यो इस्कुस मात्र, यो आलु राखेको छैन। आलु भर्साक राति नखानु होला, किनकि त डाइजेसनमा एकदम टाइम लाग्छ। आलु चाहिँ राति त तपाईँहरूले अभोइड नै गर्नु होला, है त। यो पेटको लागि एकदम राम्रो चिज हो। किन हाल्न पर्यो तेल, लास्टमा हाल्ने। अब यसलाई एकैछिन मधुरो आँचमा मैले छोडिदिएँ, आफै बफ्छ। अनि यो एकैछिन पछि अनि गल्छ, अनि देखाउँला है तपाईँलाई। मतलब यो गरिसकेछु दाललाई। यसमा राखेर दाललाई यसमा राखेर चाहिँ गरिसकेको छु। अब हेरौँ यो दालको स्थिति के छ। यस दालमा मैले के राखेँ, यो मुङ दाल हो, येलो कलरको हुन्छ नि, येलो कलरको मुङ दाल, सिम्पल दाल हो। अघि मैले तरकारी चलाएको चलाउँछु, मैले धेरै राम्ररी युज गर्दैन। अब यो हेर्नुहोस्, यसरी पाकिसकेछ यो दाल। यो दालमा मैले के राखेँ भने, यो दालमा येलो कलरको दाल उडदको दाल हो। अनि टमाटर राखेछु, अनि नुन राखेछु, अनि अरू केही राखेको छैन। टमाटर, नुन र बेसार राखेछु, हल्दी भन्छ नि त, त्यसलाई राखेछु, बेसार। अनि यसलाई चाहिँ अब केही गर्दैन, झान्ने होइन। बस यो झानेर बिगार्ने होइन, तेलमा राखेर यो दाललाई बिगार्ने होइन, बिसारी बनाउने होइन। भर्छ त यो कुकरमा पनि पकाउने होइन। मैले यो सिल्टेको कुकर जो भन्छ नि, एल्युमिनियमको कुकर, त्यो पनि प्रयोग गर्दिनँ। यो बडा मुस्किलले मैले यो कुकर पाएँ र यसमा बनाउँछु। मलाई यो ठिक लाग्छ। तर यो कुकरमा पनि खास पकाउने होइन। दाललाई चाहिँ माटोको भाँडोमा पकायो भने सबभन्दा राम्रो हुन्छ, खुल्ला। अनि त्यसको फिज हुन्छ नि, फिज फाल्नुपर्छ खास। तर म त्यो छैन, होइन। गर्न त मन लाग्छ, तर कति भाँडा किन्नु मैले। अनि यो स्वास्थ्यको लागि त किन्न पनि पर्ने हो। तर टमाटर राखेछु, बस त्यही गरेछु। अब मैले यसमा केही राख्दिनँ। अब जस्तो यो दाल छ नि, यो दालमा अब केही गर्दैन। म यसमा के गर्छु भने, अब दाल, यति दालले हामीलाई चाहिँ पुग्छ होला आई थिङ्क, कि अलिकति पानी राखौँ, होइन, किनकि पुग्दैन होला जस्तो पनि लाग्यो। अब यो पानी मैले अलिकति पानी मिसाइदिएँ, किनकि हामी 2 जनाको लागि मात्रै हो।
ल अब यति पानी मिसाइदिएँ। अब म यसले तताउँछु। यो ग्यास त अलिकति हाम्रो सानो जो बल्छ तर चलिरहेको छ, जबसम्म चलिरहेको छ तबसम्म चलाऊँ होइन यो पनि। अनि अब त्यो ग्यासमा फेरि बसालिदिएँ पानीमा। अब के गर्छु मैले यसलाई झाली चाहिँ होइन, मैले केही राखेको छैन, नुन साग। अब अरूले अब मरिजोगा खाना जस्तो भन्न सक्छन् तर हेल्थको लागि चाहिँ यही एकदम राम्रो हो। अब के गर्ने, यो घिउ छ देशी गाईको घिउ, एकदम घिउ छ यो डिब्बा अर्कै हो तर घिउ चाहिँ यसमा घरको घिउ छ। घरको घिउ भन्नाले जहाँ गाई भैँसी हामीले पालेका हुन्छौँ, घरमा पालेका गाईको घिउ हो। अब यसमा धेरै घिउ पनि राख्दिनँ, हामी 2 जना मात्रै छौँ, 1 चम्चा राखे पनि हुने हो। अब यो घिउले मैले यो दालमा यसरी राखिदिन्छु अनि यहाँ यसरी चलाइदिन्छु। बस अलिकति यो पानी उम्लेपछि, यो दालको पानी उम्लेपछि दाल पाको एकदम टेस्टी दाल, एकदम हेल्दी दाल हुन्छ। तर चाहिँ यो कुकरमा चाहिँ अहिले पनि पकाउन चाहिँ मलाई मन पर्दैन तर चलिरहेको छ। तर एल्युमिनियमको कुकरमा भर्सक नपकाउनु होला, भर्सक नपकाउनु होला, किनकि हेल्थ इज वेल्थ। जसले गर्न सक्छ बरु 2 कपडे, बरु आफ्नो 2टा लुगा कम किनौँ होइन। तर यो घरको जुन भाँडा छ यो एल्युमिनियमको भाँडामा चाहिँ नपकाउनु। मैले कस्तो भाँडाको कुरा गरिरहेको छु भने एल्युमिनियमको जुन हुन्छ नि तिनी भाँडामा नपकाउने। यो स्टिलको हो, यो भित्रबाट नि स्टिल छ। बस अब यो जो घिउ राखेँ, अब घिउ राखेँ, यो दाल रेडी भइसकेछ। अरू केही गर्न पर्दैन। तपाईँले यसमा लसुन पनि छिलेर राख्न सक्नुहुन्छ पहिले होइन, अरू सबै राखिदिने तर लास्टमा घिउ यसरी राख्ने। त्यो घिउलाई तताएर त्यसमा झानेर चाहिँ खाना ठिक हुँदैन है शरीरको लागि। तर मलाई लाग्थ्यो कि हामीले कसरी खाने किन त मको टेस्ट चाहिँ तर मिठो हुँदो रहेछ। खानी बानी गरेपछि मिठो। अब हाम्रो यो तरकारीको के भइरहेछ त्यो पनि हेरौँ। तरकारी यस्तो भइसकेको छ, अलिक कम आँचमा पकाएको कारणले यो चाहिँ अब मिक्स हुन्छ। यसलाई चाहिँ सुक्खै बनाउने हो हामीले होइन। अब पानी यहाँ सुक्छ, आफै जो सुक्छ पानी, त्यसपछि पाकेन भने अलिकति पानी छ यो पाक्छ। यो इस्कुस चाहिँ पाक्दो रहेछ। इस्कुस आलु हालेको अलि पाक्थेन गरे तर इस्कुस चाहिँ पाक्दो रहेछ। अब यति पानीले यसले पुग्छ भने हामीले थाहा भइसक्यो। अब मिक्स गरेँ। अब केही राख्दिनँ, लास्टमा मैले यसमा आलसको अलिकति धुलो छ माथि त्यो राखिदिन्छु, अरू केही राख्दिनँ। आलस इज भेरी गुड फर हेल्थ, द्याट्स वाइ। अब यो दाल पाक्छ, दाल अलिकति भल्किन्छ राम्ररी अनि त्यसपछि हामीलाई यसलाई निकालेर राखौँला ल। मैले दाल पकाएँ, दालमा मैले अलिकति घिउ राखेँ त नि। अब यो दाल मैले हटकेसमा राखेँ। यो पनि प्लास्टिकको भाँडाको त चाहिँ होइन भाँडा हो, यो चाहिँ स्टिलको भाँडा हो। त्यही भएर पर त्यसको भित्र त के होला मलाई थाहा भएन तर यसको बाहिरी पर्छ चाहिँ स्टिलको, त्यही भएर मैले यो हटकेस किनेको होइन। अब यसमा तातो रहिरहेको छ, यो यसरी देखिन्छ हाम्रो दाल। यसमा घिउ राखेको छु। अब चाहिँ हाम्रो अघि पकाएको जुन हामीले इस्कुस पकाएको थियौँ नि त्यसको के छ वस्तुस्थिति हेरौँ। यस्तो भइसकेछ यो। मैले यस्तो बिचमा चलाएको पनि हो, नभए काटिन्थ्यो होइन। अब यो पाकिसकेछ लगभग, पाकेकै छ यो पुरा इस्कुस। धेरै यसलाई चाहिँ खुमेर लड्डु जस्तो किनै बनाउन पर्यो होइन। यो पाकिसकेछ, हाम्रो दाँतले इचको चबाउन सक्छ। अब म यसमा के राख्छु भने यो आलसको धुलो राखिदिन्छु। यो आलसको धुलो बनाएको थिएँ मैले होइन, यो आलसको धुलो हो। यो आलस राखिदिन्छु। यो आलस राखि, आलस इज भेरी हेल्दी फर आवर बडी। अनि आलसको धुलो राख्दै अब यसमा मिक्स गर्दैछु। अचार जस्तो पनि हुन्छ र मिठो पनि हुन्छ यो। अब तपाईँले यसमा अलिकति तेल राख्न छ भने लास्टमा अब यो भयो। तेल गनाउँदैन, तपाईँले सोच्नु होला तेल गनाउँछ नपाकेको तेल, तर गनाउँदैन। अब यसमा अलिकति यति तेल चुर्काइदिएँ ल भयो। यो चुलो पनि आएपछि भयो, अरू केही छैन। यति धेरै तेल चाहिँ हाल्ने होइन। अब भयो, अब चलाइदिन्छु यो तरकारी। अब एकछिनमा पाक्छ है त। अब पाकिसकेछ, अब जस्तो मिसाइसकेँ मैले। अब लगभग यो अब एकछिनलाई 2 मिनटको लागि मैले बन्द गरिदिन्छु अनि पाक्छ ल तरकारी। यता भात बसालिसकेको छु, अर्को साइडमा मैले यहाँ भात बसालिसकेको छु। ओके ल, अब हाम्रो खाना रेडी भइसक्यो। अब यो हो भात, यो इस्कुसको तरकारी जुन मैले कसरी पकाएको थिएँ तपाईँले हेर्नुभएकै हो होइन। अनि त्यसपछि अब यो हो दाल। अब हामीले सँगै बसेर खाने हो, मैले यहाँ खाने हो, पुरै सँगै खान्छौँ हामीले खाना। बस आफ्नो आफ्नो हिसाबले दाल राखेर यही हो। हेर्नुहोस् कति टेस्टी, कति आहा आहा।